हेलो वेलकम ब्याक गाइज म फेरि पनि आइसकेको छु आज फेरि एउटा दमदार कमेडी भिडियोको साथमा। अहिले चाहिँ मसँग हुनुहुन्छ हाम्रो अत्यन्तै प्रिय मिल्ने भाइ प्रमोद भाइ। के भन्न चाहन्छौ? केही नै, आजको भिडियोको रियाक्सन हेरौँ अब कस्तो हुन्छ। रियाक्सन हेर्ने मात्र होइन, रियाक्सन गर्ने पनि हो। रियाक्सन गर्ने अनि हाँस्न चाहिँ पर्यो है, एकदम बवाल हाँस्ने हो भिडियो, बवाल हाँस्नुस् हजुरहरू पनि। सुरु गरौँ है त। भैँसीले रागो खोजेर कराए के तिमीलाई खोज्न तिम्रो घरतिर गएको, तिमी त खोलातिर गएछौ। आच्छे भैँसीले राँगो खोज्यो भने त राँगो पो खोज्ने त भेनालाई खोजेर हुन्छ त। भैँसीले रागो खोजेपछि रागो खोज्ने होला नि, भेनालाई खोज्ने हो त। किन हो माइली? हेर न, आज पनि बाख्राले बोका खोज्यो के, भ्याउँछौ र? बुढा चाहिँ पुरा गाउँभरिको बाख्राले बोका खोज्ने हो कि भैँसीले रागो खोज्ने हो कि त्यसको ठेकदार हो जस्तो छन् कि बोका सङ्घको अध्यक्ष भनिन्छ नि। ठिक छ, दमदार छ। ल हेरौँ है अगाडि। हेर बाबु, स्त्रीको कहिल्यै विश्वास गर्नु हुँदैन। स्त्री दुई प्रकारका हुन्छ र दुइटैले पोल्छन्। एउटा साडीमा लाउने स्त्री, त्यसले बाहिर च्वास्य पोल्छ। अर्को साडी लाउने स्त्री, त्यसले भित्र भट भट पोल्छ। मलाई त त्यो टिभीमा हेरेको रामायणको कथा पो याद आउँदैछ त। बुझिनुहोस्, त्यसमा पनि सीता मातालाई भेट्नको लागि राम भगवान हनुमानसँग जानुभएको थियो। यसमा पनि हामी हनुमानसँग जाँदै हुनुहुन्छ, तर पुच्छर नभए। खासमा यहाँ दुईजना हनुमान छन्। एउटा दर्पक हनुमान, एउटा चाइनिज हनुमान। हेलो शान्ति, तिम्रो लागि नयाँ ग्राहक लिएर आउँदैछु। हजुर, शान्तिजी त अहिले बेडमा सुतिराख्नु भएको छ। शान्ति बेडमा? किन, ग्राहक आइसकेको छ र? बिचरा शान्ति हस्पिटलको बेडमा चाहिँ यता ग्राहक गर्यो। केटी भेटौँ न मात्र। यसलाई देखाउनु भए पनि एउटा भिडियो त बनाएरै छोड्ने हो, अपलोड गर्ने युट्युबमा भाइरल बनाउने हो। बुलुसुलु त हुँदैन है, मुनिका हान्छु है। हान्छु भने फोन हान्छु भने क्या। हेलो, तिम्रो चोली उद्रेको छ हो? हामी तिम्रो चोली सिलाइदिने मान्छे। अब किन नआउनु, सियो धागो उनेर राखेको छ। हेरिसक्नु छैन काका, मेरो छोरा सुन्दैनन् काका, भित्र सुन देखेर सुन भनेको न, सुन्दैनन् काका, सुन्दैनन्। गाउँलेलाई अभिनय त गर्नु पर्यो नि त। वाह, कति राम्रो के। त्यसै लेजेन्ड भनिँदैन नि त। टिका आफै लाउनु पर्या छ, माला आफै भिर्नु पर्या छ, पाती आफै राख्नु पर्या छ। हिँड्ने बेला सगुन त खुवाइदेऊ। त गोली हान्न आँटिसक्यो। तेरो कर्मीले कति बेला काम गर्छ? हे हनुमानजी, यो बजरङ्गी लाललाई बचाऊ हनुमानजी। चुला हनुमानजीले मुस्लिम देशको भिसा पाउनु पनि त पर्यो। यो लभ स्टोरी त अचानक हरर स्टोरी जस्तो पो हुँदै आयो त। केटी भनेकै भूत हो। भनेकै भूत हो। जिउँदो होस् कि मरेपछि होस्, गड GIR होस्ट इन रियल लाइफ। क्या कुखुरा कति हाल्नु भएको छ त? खाउन हाले डाक्टर दाजु। अनि बाख्रा 60वटा छ। 60 होइन क्या दाजु, 60। यो मान्छे चाहिँ साह्रै इमान्दार छ है। ए
भनेपछि म चाहिँ चोर अनुहार हेर्दा त त्यस्तै लाग्छ बुद्धि तामाङ वाह बिहे गर्छु भनेर कम्मर कसा छ रे त भेना तिमी अब मामाजुले कुरा चलाइदियो क्या अरे त्यही भएर त मलाई बिहा गर भनेको तिम्रो पनि स्वास्नी मरेको ले, तिम्रो पोइ त मर्या छैन नि माइली तिम्रो दुईटा छोराछोरी मेरो एउटा तिनटा त हुन्छ नि तिमीलाई त म पाल्न सक्दिनँ अब अब तिमी जापानी पैसा खेलाउने बानी परेको आफू त यी गाउँघरमा घाँस दाउरा कुटो कोडालो गरेको पैसाले तिमीलाई त लाली किन्न पनि पैसा पुग्दैन भयो तरुनी सालीमाथि आँखा गाडेर रहेछ पो हामीलाई के हेर्थ्यो अब तिमी त अलि महँगो छौ के साली सस्तो सस्तो हेर्नु परेन त सस्तो त चाँडै फाट्छ नि भेना अब फाटेछ भने त टाली लाउन नि माइली जापानको गोरो गोरो मैयाहरू हेर्ने आँखाले हामी जब बन पाकाको मान्छेलाई के राम्रो देख्थ्यो बन पाखाको वन कुखुराको झोलमा ढेँडो च्वाप्प चोपेर क्वाप्प खाँदा कति मिठो हुन्छ बनपाका भनेको बनपाका राम्रो रुख है अर्ग्यानिक रुख राम्रो छ तर त जस्तो एउटा बाँदर पुगेन कि त्यहाँनिर अब यसैलाई पुचल आलो झुन्डाइदियो टिका टालोको बेला पाउँछ किन स्त्रीलिङ्गी जहिले पनि अन्तजानलाई खुट्टा उचाल्न सक्छन् बान्नेलाई दामले चाहिएन यो गाउँमा त तिमीहरू नयाँ नयाँ देखिन्छौ नि त तपाईँले हेर्दा हामी नयाँ हामीले हेर्दा तपाईँ नयाँ सारा संसार नयाँ 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 यो अक्षता एउटा मात्रै तेरो शरीरमा पर्यो भने नि तेरो शरीर नै भस्म हुन्छ गुलाबको फुल लिएर आउनु पर्ने मान्छे लसुन प्याजको माला लगाएर आएछ होइन यसले प्रेम युद्ध गर्न खोजे हो कि कृषि क्रान्ति घर परिवार ससुरालीबाट अर्को बिहे गर भनिरहेछ के हो र मिजु बच्चा चाहियो रे मिचबाट बच्चा नहुने पो आहा क्या राम्रो मौका मिजु दायाँ बायाँ सोचेको न बाजा बजाएर ल्याउँछु मिजु एउटा मितिनी ठुस्क्यो अर्कै मितिनी अर्कै मितिनी ठुस्क्यो अर्कै मितिनी आमा हामीलाई यस्तो मौका आयो यसो छड्के आँखाले पनि हेर्न दिँदैन हामीलाई ओहो डा साहब म चाहिँ तपाईँलाई खोज्दै गाउँभरि हिँडेको तपाईँ यहाँ मस्त घाम तादिराख्नु भएको छ बनाइदिनु पर्छ आफ्नै छ फेरि गाउँ मलाई खसी बनाइदिन भनेर ल्याएको आफ्नै छोप्दै हिँडेछ एकदम गाह्रो छ गाह्रो चिटिक्क परेर मिलेको सर्लक्क परेको मादलमा हरि दस्ता कम्ती मजा आउँछ फेरि झ्याम झ्याम बजाउँदा त्यस्तै मजा त के आर्दैछ है मन्दिर पंडित बाजी के को पण्डित बाजे तेरै अन्नदाता के म अन्न सन्न खान्न माछा मात्र खान्छु मैले चाहिँ आफ्नो बाबुबाजे पिछा धान्न नपाउँ दादी प्रथा अन्त्य गर्नु पर्यो रे बम्बई गएर के भाँडा दस्काएर आएको गाउँ हाँक्ने चाहिँ फुर्ती गर्छ बिना स्वादे गाडी छुटो भइहालौँ कि उठाउँ उते हेर्न त्यो केटीलाई कालो चस्माले दामी सुहाएको छ त्यसले क्या त्यहाँ कालो चस्मै चाहिने कालो चस्मा अब यहाँ के भन्छ सुनौ है पक्कै बिग्छ चस्मा लाग्छ तेरो आँखा फुलो पऱ्यो क्या अनि यो सपना देख्दैछु क्या हो यति राति कसले कालो चस्मा लाउँछ भन् त मैले कहाँ आँखामा लाउने चस्मा भने अब त अलि तल हेर कहाँ टिभी हेर पहिले भित्र गएपछि सबै कुरो देख्न पाइहाल्छ त्यति फेसन टिभी नै हेर्नु भयो त घरै बसेर हेरेर भइहाल्थ्यो नि कहाँ मैले केटी हेरेको त टिभी हेरेर देखिनुहोस् बाबा यस्तो रङ्गी टिभी क्या मनपर्छ म त
साला अब कसैलाई छोडिन्छ एक एक्लै गरिन्छ फोन तपाईँको स्वामी प्राण छ नि म मेनकासँग लागेर तपाईँलाई धोका दिँदैछ विचार गर्नुहोस् है फेरि यी बिचल्ली हुन्छ नि यिनीहरूका सुन्नुभयो होइन बुझले बुझिनन् कि क्या हो अब पण्डित कि स्वास्नी ससुरमा त पक्कै बुझिनु होला तम पतिदेव मेनुकास्य आलिङ्गन सुमनम होइन ससुरमा बुझिनन् क्या हो चाइनिजमा दिनु पर्ला जस्तो छ्याङ छुङ छ्याङ छुङ 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 चुक चुक मैले त बुझ्दिनँ लेखे बुझिन टुप्पी कुमार आज मलाई एकैछिन नाच्नु मन लाग्यो मेरो रूप राम्रो भए पनि अक्षर राम्रो छैन तेरो रूप खत्तम भए पनि अक्षर राम्रो छ त लेख रूप खत्तम भन्छ लेख्नु लेख रूप राम्रो भन् भनेर हुन्छ हेर्नेले भन्नुपर्छ नि त होइन मान्छे होस् कि पशु होस् कान्छ त अब मैले भनेको सुन्दै सुन्दिनँ टेर्दै टेर्दिनँ भन्छस् भने मैले चाहिँ के गर्नु यहाँ आम फालेर मर्दिनु आम फालौँ त तपाईँ मैले नगरपालिकामा सिफारिस लिन पठाएको कि जन्म दर्ता गर्न पठाएको दुवै हो दाजु अब छोराको जन्म दर्ता लिन वडाकारले गएको थिएँ ए झुके छु त जे काम पनि उल्टो गर्छ होइन त जन्मिया बेलामा उल्टो जन्मिया थिइस् कि क्या हो खै दाजु अब जन्मिने बेलामा दिएर हेरिएन यत्रो सुई कुखुरालाई तपाईँलाई यस्तो अवस्थामा पनि अब ब्याङ्कबाट लोन फार्म खोल्नु भएको छ यत्रो त चाहिहाल्यो नि अब दाजुलाई त सङ्गिनी तिमीले सिचाइन कुखुरा हिँडाइ छ 10,000 per person. No bargaining. She is so expensive. डिस्काउन्ट मिल्दैन हामीसँग त स्टुडेन्ट कार्ड पनि छ आजकल जे जोडे पनि डिस्काउन्ट हुन्छ दिदी त्यो छ के त्यो भने भाइ क्लियर कुरा गर्नु न त्यो के त्यो हुन्छ नि निकाल्यो अनि खस लगायो टोपी भने अनि त्यसलाई टोपी पनि भन्छ हो यो कपडा पसल जस्तो लाग्यो आइ एम सो स्टाइलिस तिमीलाई पनि कुकुरले लखटेको क्या यो मध्यरातमा कहाँ भागिरह बहिनीले दाजु तारा देखाइदिनु तारा देखाइदिनु भने त्यही भएर उसलाई तारा देखाउन हिँडेको तिमीलाई के लाग्छ यो मोहिनी देवीको बन्दुक भन्दा तिमीहरूको बन्दुक पावरफुल छ अब हामीले हाम्रो बन्दुक पड्काउनै पाएको थिएन बन्दुक पड्काउनै ल गाइज फाइनल्ली हाम्रो भिडियो चाहिँ सकिसकेको छ अब यति भन्दै सबैजना पेट मिची मिची हाँस्नु होला हेरेर हामी पनि हाँसिसक्यौँ एकदमै रमाइलो भयो फेरि पनि हामी नयाँ भिडियो लिएर आउनेछौँ अहिलेलाई यही हेरेर मजा लिनु होला च्यानललाई लाइक शेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला त्यति भन्दै अहिले चाहिँ हामी बिदा हुन चाहन्छौँ हस् त धन्यवाद।